यो जमानामा भने अहिले तपाईहरुले एआई बाट गीत लेख्न सक्नुहुनेछ, एआई बाट नै गीत बनाउन सक्नुहुनेछ। अहिले टिकटक तिर पनि तपाईहरुले एआई को भिडियोहरु गीतहरु एकदम भाइरल भएको देख्न सक्नुहुनेछ। सो त्यस्तो गीतहरु चाहिँ एआई बाट कसरी बनाउने त? त्यो पनि एआई बाट बनाउनुलाई यति सजिलो छ कि तपाईहरुले एक क्लिक गरेको भरमा तपाईहरुले गीत बनाउन सक्नुहुनेछ। कसरी एआई बाट गीत बनाउने त? त्यो सबै कुराहरु यो भिडियोमा तपाईहरुलाई सिकाउने छु र तपाईहरुले पनि एआई बाट गीत बनाएर तपाईहरुले चाहिँ विभिन्न प्लेटफर्महरु तिर लाउन सक्नुहुनेछ र साथै तपाईहरुले चाहिँ आफ्नो गीतहरु लेख्न चाहनुहुन्छ अथवा गीतहरु तपाईहरु बनाउन चाहनुहुन्छ, कम्पोज गर्न चाहनुहुन्छ भने एआई को युज गरेर एआई को मद्दतबाट तपाईहरुले आफ्नो कामलाई, आफ्नो गीतहरु बनाउने कामलाई चाहिँ तपाईहरुले सहज बनाउन सक्नुहुनेछ। साथै गीतको नलेज नभएको मान्छेहरुले पनि गीतहरु बनाएर अब चाहिँ विभिन्न प्लेटफर्महरुमा लाएर मोनेटाइजहरु गर्न सक्नुहुनेछ र गीतहरु बनाएर बेच्न सक्नुहुनेछ। त्यसरी तपाईहरुले केही कमाउन पनि सक्नुहुनेछ। सो के गर्ने त्यो त तपाईहरुको आफ्नो इच्छा हो, तर मैले चाहिँ अब यहाँनेर एआई बाट कसरी गीत बनाउने त त्यो सबै कुराहरु स्टेप बाइ स्टेप सिकाउने छु। आउनुस् भिडियोमा अगाडि बढौं। ओके, सबैभन्दा पहिला चाहिँ अब लिरिक्स चाहियो गीत बनाउनको लागि। लिरिक्स तपाईहरु आफै लेख्नुहुन्छ भने ठिकै छ, आफै लेख्नुहुन्छ भने झन् राम्रो भइहाल्यो। यदि तपाईहरुलाई लिरिक्स पनि लेख्न आउँदैन भने चाहिँ तपाईहरुले च्याट जीपीटी बाट लिरिक्स पनि लेख्न सक्नुहुनेछ। लिरिक्स लेख्नको लागि च्याट जीपीटी ओपन गर्नुस्। तपाईहरुले त च्याट जीपीटी युज गरिराख्नु भएको होला, गर्नु भएको छैन, नयाँ हुनुहुन्छ भने चाहिँ च्याट जीपीटी मा तपाईहरुले एउटा इमेल एड्रेस लाएर चाहिँ अकाउन्ट बनाउन सक्नुहुनेछ। त्यसपछि तपाईहरुले यहाँनेर लिरिक्सहरु लेखाउन सक्नुहुनेछ एआई लाई। आफूले प्रम्प्ट दिने हो र त्यही अनुसारले चाहिँ एआई ले गीत लेखिदिन्छ। अब प्रम्प्ट दिँदाखेरि तपाईले मज्जाले दिनुभयो भने चाहिँ तपाईले जस्तो चाहनुभयो त्यस्तै गीत पनि लेख्न सक्छ। जस्तै च्याट जीपीटी मा आएर तपाईहरुले चाहिँ यसरी प्रम्प्ट दिनुपर्ने हुन्छ। यहाँनेर टेक्स्टमा तपाईहरुले च्याट जीपीटी सँग यहाँनेर जसरी कन्भर्सेसन गर्नुहुन्थ्यो अथवा केही कुराहरु सोध्नुहुन्थ्यो त्यसरी नै यहाँनेर तपाईहरुले यो लेख्ने ठाउँमा चाहिँ तपाईहरुले यहाँनेर यसरी यहाँनेर प्रम्प्ट दिनुपर्ने हुन्छ। प्रम्प्ट के दिने त? जस्तै अब मैले चाहिँ अहिलेको लागि राइट नेपाली रोमान्टिक सङ लिरिक्स भनेर यहाँनेर मैले प्रम्प्ट दिएको छु। तपाईले चाहिँ मजाले अब कथाहरु सबै भन्दियोरी यस्तो यस्तो हो यो कथाहरु भनेर सबै तपाईहरुले नेपालीबाटै लेख्दा पनि हुन्छ। सबै लेखेर तपाईले चाहिँ दिनुभयो भने चाहिँ त्यो अनुसारको तपाईले चाहनु भएको अनुसारको लिरिक्सहरु लेखेर दिन्छ। तर अहिलेको लागि चाहिँ मैले यहाँनेर सर्टकटमा यहाँनेर राइट नेपाली रोमान्टिक सङ लिरिक्स भनेर लेखे। सो यति भन्दा पनि यहाँनेर लिरिक्स चाहिँ लेखिदिनेछ। तर तपाईहरुले आफूले भनेको चाहेको अनुसारको लिरिक्स लेख्नको लागि चाहिँ तपाईहरुले कथा भन्नुस्। त्यहाँनेर कथा तपाईहरुले नेपालीबाटै लेख्दा पनि हुन्छ अथवा इंग्लिशबाट लेख्नुहुन्छ भने ठिकै छ, जेबाट लेख्दा पनि हुन्छ। र कथा लेखेर तपाईहरुले यो सम्बन्धितमा लिरिक्स लेख्नु, गीतको लिरिक्स लेख्नु भनेर तपाईहरुले यहाँनेर भनेर तपाईहरुले नेक्स्ट गर्नुबित्तिकै यहाँनेर यसरी फटट यसरी लिरिक्सहरु लेखिदिनेछ। सो लिरिक्सहरु पनि राम्रै लेख्छ। जस्तै यहाँनेर देख्न सक्नुहुन्छ लिरिक्सहरु लेखेको छ। यदि तपाईलाई यो लिरिक्स मन परेन भने फेरि तपाईहरुले फेरि लेख राइट अगेन भनेर तपाईले यसरी दिन सक्नुहुनेछ र यसरी तपाईले फेरि दिनुभयो भने फेरि यसरी फटट लेखिदिनेछ, एकैछिनमा लेखिदिनेछ। र तपाईले यसरी लिरिक्स लेखिसक्नु भएपछि अब यो लिरिक्सलाई तपाईले यसरी कपी गर्न सक्नुहुनेछ र कपी गरेर तपाईले एक ठाउँ राख्नुस् र तपाईले यो लिरिक्सलाई चाहिँ जस्तै अब मैले यहाँनेर मैले एउटा लिरिक्स बनाएको छु जुन लिरिक्स चाहिँ ठिकै छ, यहाँनेर देख्न सक्नुहुनेछ। यो मैले एउटा लिरिक्स यहाँनेर लेखेको छु, लेखाएको छु च्याट जीपीटी बाट। यसलाई नै मैले यसरी कपी गरे। यसरी तपाईले पनि लिरिक्स लेख्नुस् र आफ्नो नोटप्याडमा, मोबाइलको नोटप्याडमा सेभ गर्नुस्। र मैले चाहिँ यसरी अलरेडी सेभ गरेको थिएँ र यसैलाई अब म गीत बनाएर देखाउने छु। सो गीत बनाउनको लागि चाहिँ तपाईले गुगलमा जानुस् र तपाईले चाहिँ यहाँनेर सुनो एआई भन्ने छ गीतको लागि, suno.ai। यसरी तपाईले suno.ai लेखेर सर्च गर्नु भएपछि तपाईले कुन ब्राउजर युज गर्नुहुन्छ अथवा गुगलमा गएर गर्दा पनि हुन्छ। त्यसपछि यहाँनेर यो वेबसाइट खुल्नेछ। सुरुमा त तपाईले अकाउन्ट बनाउनु पर्ने हुन्छ। अकाउन्ट बनाउनको लागि चाहिँ तपाईले त्यहाँनेर क्रिएट अकाउन्टको अप्सनमा क्लिक गर्नुस् र साइन इन को अप्सनमा क्लिक गर्नुस् र एउटा गुगल अकाउन्ट सिलेक्ट गर्नुस्, क्रिएट भइहाल्नेछ अकाउन्ट। र तपाईले डेली 2टा जति गीत बनाउन पाउनुहुनेछ फ्रीमा। तपाईले फ्रीमा चाहिँ त्यति बनाउन पाउनुहुनेछ, तर तपाईले यहाँनेर पैसा तिर्नु भयो भने मन्थली $8 लाग्छ। त्यति पैसा तिर्नु भयो भने चाहिँ तपाईले धेरैवटा दिनको गीतहरु बनाउन सक्नुहुनेछ। सो सुरुमा त फ्रीमै गर्दा भइहाल्छ, पछि तपाईहरुलाई तिर्नु मन लाग्यो भने तिरेर पनि तपाईहरुले बनाउन सक्नुहुनेछ। सो यो वेबसाइटमा लगइन गर्नु भएपछि अब तपाईहरुले यहाँनेर गीत बनाउनु पर्ने हुन्छ। लगइन गर्न आउँदैन भने जस्ट साइन इन को अप्सनमा यसरी क्लिक गर्ने मात्रै हो। त्यसपछि गुगल सिलेक्ट गर्नुस् यहाँनेर यसरी
गुगल सेलेक्ट गर्नु भएपछि तपाईले एउटा गुगल एकाउन्ट यहाँनेर सेलेक्ट गर्नुस् कुनबाट बनाउने हो त्यो सेलेक्ट गर्नु बित्तिकै यसरी एकाउन्ट क्रिएट भइहाल्नेछ एकदम सजिलो छ एकाउन्ट बनाउनको लागि र सुरुमा ChatGPT बाट लिरिक्स लेख्ने र यो वेबसाइटमा आएर suno.ai मा आउने अथवा suno.com यसमा आउने त्यसपछि तपाईले यहाँबाट चाहिँ अब त्यो लिरिक्सलाई चाहिँ गीत बनाउनु पर्ने हुन्छ र यसरी तपाईले यो suno.ai मा तपाईले चाहिँ एकाउन्ट बनाइसक्नु भएपछि अब तपाईले यहाँनेर गीत बनाउनको लागि यहाँनेर तपाईले यो अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ यहाँनेर तल यो अप्सन देख्नु हुनेछ यो अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ त्यसपछि यहाँनेर तपाईले चाहिँ यो सिम्पलमा थिच्दा पनि हुन्छ अथवा तपाईले चाहिँ राम्रो गर्नको लागि यो कस्टममै थिच्नु होला कस्टममा थिच्नु भएपछि अब यहाँनेर यो लिरिक्स लाउने अप्सन छ यहाँनेर तपाईले लिरिक्स लाउनु पर्ने हुन्छ जस्तै अघि मैले कपी गरेको लिरिक्सलाई मैले यहाँनेर पेस्ट गरिदिए र पेस्ट गरिसकेपछि यो माथिको लिरिक्स भयो अब यहाँनेर तल चाहिँ स्टाइल दिनुपर्ने हुन्छ कस्तो खाले चाहिँ बनाउने हो त जस्तै अब यहाँनेर कस्तो खाले बनाउने हो कुन इन्स्ट्रुमेन्टहरु लाउने हो त्यो सबै जस्तै मैले मादल बीट लेख्दे मादल बीट र बाँसुरी बाँसुरी भनेर लेखे त्यसपछि अरु भनेको स्याड सङ र यसरी तपाईले प्रत्येक लेख्दै पछि कमाल लेख्दै जानुस् र त्यसपछि यसरी तपाईले कस्तो खाले बनाउने हो त अब रोमान्टिक बनाउने हो कि अथवा फिल्मी स्टाइलको बनाउने हो कि र मैले चाहिँ यहाँ नेपाली स्टाइल भनेर पनि लेख्दे किनभने नेपाली टाइपको बनाउनु छ मलाई यसरी तपाईहरुलाई अब कुन स्टाइलको बनाउनु छ त्यही अनुसारले गर्नु होला र यहाँ मेलोडी पनि लेख्दे मैले यसरी अब कस्तो टाइपको बनाउने त्यो तपाईहरुको आफ्नै इच्छा हो तपाईहरु आफै बनाउनु होला त्यो चाहिँ लेख्नु होला यहाँ आफ्नै इच्छाले र मैले चाहिँ यहाँ यति लेखिदिएको छु अब यहाँ अरु केही गर्नु परेन अब जस्ट यहाँ तल यो क्रिएट भन्ने अप्सन छ यो क्रिएट भन्ने अप्सनमा चाहिँ जस्ट क्लिक गर्नुस् र त्यसपछि गीत बन्नको लागि चाहिँ यहाँ स्टार्ट भइसकेको छ जस्तै यहाँ देख्न सक्नुहुनेछ यो लोडिङ हुँदैछ अब लोडिङ हुनुदैमा एकछिन त्यसपछि धेरै टाइम पनि लाग्दैन एकदम फास्ट हुन्छ लगभग 20-30 सेकेन्डको अन्डरमा चाहिँ तपाईहरुको गीत रेडी हुन्छ जस्तै यहाँ गीत रेडी भइसक्नु लागेको छ ओके यहाँ गीतहरु रेडी भइसकेको छ यहाँ एकैचोटीमा कतिवटा गीत बन्यो त लिरिक्स एउटै हो तर डिफरेन्ट वाला चाहिँ यहाँ बनिनेछ जस्तै एउटा दुईटा तीनटा चारवटा एकैचोटी बनिनेछ यो दुईटा गर्नको लागि यो चाहिँ एकदम राम्रो पनि बनिन्छ यो दुईटा गर्नको लागि चाहिँ तपाईले पैसा तिर्नु पर्ने हुन्छ यो दुईटाको लागि र तलको दुईटा चाहिँ फ्रीको हो सुरुमा चाहिँ यो अब पेडको चाहिँ कस्तो छ त त्यो सुनिहालौं जस्तै मैले यहाँ क्लिक गरे यसमा क्लिक गरेर तपाईले प्ले गर्न सक्नुहुनेछ र यो दुईटा चाहिँ तपाईले पैसा नतिरिकन डाउनलोड पनि गर्न पाउनु हुँदैन र तलको फ्रीको चाहिँ डाउनलोड गर्न पाउनु हुनेछ अब सुरुमा यहाँ यो सुनौं रातभर तिम्रो यादसँग कुरा गर्छु मौन छ यो मन उत्तर पाउँदिन सो अब यो यस्तो बनिएछ फेरि अर्को यहाँ कस्तो बनेछ त्यो पनि यहाँ यसरी क्लिक गरेर सुन्न सकिन्छ रातभर तिम्रो यादसँग कुरा र अब यो माथिको भयो अब यहाँ तलको यो फ्री वालाको अब सुनौं रातभर तिम्रो यादसँग कुरा गर्छु सो सुनिहाल्नु भयो यो पनि एकदम राम्रो छ र अर्को कस्तो बनेछ त रातभर तिम्रो यादसँग कुरा गर्छु मौन छ यो ओके यो पनि सुनिहाल्नु भयो सो
सबै राम्रो बनिएको छ। यहाँनिर चाहिँ अब धुन पनि र गीत पनि एआईले गाइदिन्छ। धुन पनि एकैछिनमा यति मिठो यति राम्रो धुन बनाउँछ कि तपाईहरु कुरै छोडिदिनुस्, एकदम प्रोफेसनल टाइपको बनिन्छ। त्यस्तो जे पाए त्यही हावाहुरी हैन, एकदम राम्रो प्रोफेसनल बनिन्छ। डाउनलोड गर्नको लागि चाहिँ अब जस्तै अब यो दुईटा त डाउनलोड हुँदैन, यो भनेको पैसा तिर्नुपर्ने हुन्छ र यहाँ तलको चाहिँ यो दुईटा चाहिँ डाउनलोड हुनेछ। अब यो डाउनलोड गर्नको लागि यहाँनिर साइडमा तपाईहरुले यो 3 वटा डट देख्न सक्नुहुनेछ। यसमा क्लिक गर्ने र त्यसपछि यहाँनिर डाउनलोडको अप्सनमा क्लिक गर्ने र यसरी डाउनलोडको अप्सनमा क्लिक गर्ने। त्यसपछि अब MP3 अडियो हो कि वेब अडियो कुन चाहिन्छ त्यो अनुसारले यो वेब अडियो गर्नको लागि चाहिँ पैसा तिर्नुपर्ने हुन्छ र MP3 अडियो भयो हामीलाई पुगिहाल्छ र MP3 अडियोमा यसरी क्लिक गर्ने र यो डाउनलोड हुनेछ। र यहाँनिर अब के भनेको छ भने अपग्रेड गर्ने हो कि अथवा डाउनलोड गर्ने। जस्तै अब तपाईहरु कमर्सियल युजको लागि अथवा पैसा कमाउनको लागि चाहिँ युज गर्न चाहनुहुन्छ भने चाहिँ कमर्सियल युज गर्न चाहनुहुन्छ भने चाहिँ पैसा तिर्नुस् र तपाईहरुको यो यहाँनिर अपग्रेड हुनेछ, लाइसेन्स अपग्रेड हुनेछ भनेको छ। यदि तपाईहरु सबैतिर युज गर्न चाहनुहुन्छ भने चाहिँ अपग्रेड गर्नु होला, नभए तपाईहरुले यहाँनिर डाउनलोड एनीवेको अप्सनमा क्लिक गर्ने र डाउनलोड स्टार्ट हुनेछ। देख्न सक्नुहुन्छ डाउनलोड स्टार्ट भएको छ। अब यहाँनिर ओपन गरेर सुन्न सक्नुहुनेछ अथवा फाइलमा बसेको हुन्छ र तपाईहरुले यो गीतको चाहिँ अब लिरिक्स भिडियोहरु बनाएर युट्युबहरुतिर अपलोड गर्न सक्नुहुनेछ र तपाईहरुले यहाँनिर अपग्रेड गरेर पेड गर्नुभयो भने चाहिँ यहाँनिर पैसा तिरेर गर्नुभयो भने चाहिँ त्योलाई तपाईहरुले स्पोटिफाईहरुमा युज गर्न सक्नुहुनेछ। तपाईहरुले चाहिँ पैसा कमाउनको लागि अथवा कमर्सियल युजको लागि चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। त्यसमा कुनै यहाँनिर कपिराइटहरु आउँदैन र फ्रीमा पनि गर्दाखेरि पनि कपिराइटहरु चाहिँ आउँदैन। युट्युबहरुतिर लाउन सक्नुहुनेछ ढुक्कले। फेसबुक टिकटकहरुतिर अहिले त टिकटकहरुमा विभिन्न एआईबाट बनाएको गीतहरु एकदम भाइरल पनि भइरहेको छ। जति यहाँनिर प्र्याक्टिस गर्दै जानुभयो त्यति तपाईहरुले राम्रो बनाउन सक्नुहुनेछ। ओके, आजको भिडियो यति नै रहेको छ। भिडियो मन परे लाइक, कमेन्ट, शेयर, च्यानललाई सब्स्क्राइब गर्नु होला यस्तै खाले भिडियोहरु आगामी दिनमा पनि हेर्नका लागि।